सिली चिकन हो बाउ तिम्रो लागि आज हामीले भाउजू खोज्दिन आँटेको छौँ होइन मामा र मैले आउँछ आउँदैन टिम कोड गर केटीहरू मात्र आउँछ तिमीलाई आज हामी मिलाइदिन्छौँ ल ल ल मामा यसलाई मिलाइदिउँ ल आज प्लिज मामा प्लिज है ल आज विष्णुलाई आज हामी बे गराइदिउँ विष्णुलाई आज हामी बे गराइदिउँ ल प्लिज केटा गर्ल्स मात्र ल तिमी टिम कोड गर विष्णु केटालाई के खान है ल टिम कोड आइसकेछ विष्णुको रानीहरू आउनु होला ल मनका रानीहरू आऊ कोही छ भने विष्णुको लागि हाम्रो विष्णुलाई आज कोही विष्णु आज विष्णुले के गर्छ केटा हो विष्णु हात चलाउँछौ कि चलाउँदैनौ केमा First one. ए केटा मुन्जे केटा हो र Another one. यो केटा छ केटा हेलो हेलो ओइ बोलाए हेलो हेलो बोलाए म चाहिँ जान्छु फेरि लास्ट जान्छु म चाहिँ जान्छु बोल त दुई ओइ टुई होइन कि एक टुई सुई छोड्देऊ हानिहाल न भनेको नाम हेर न हेलो मामा के हो अनि तिमी एक टुई तिन भन्न थाल्छौ अनि आऊ जाऊ Another one. पोयो माछे पोयो के थाहा छ लामा हामीलाई चाहिँ नाम हेर न नाम हेरेर केटा हो मुना यो अब यो मजा बनाउ म यो मजा नफेन हान्छु म अब त्यसो म तिम्रो नफेन हान्छु तिम्रो मनको रानीलाई वाइ छिटाउ न छिटाउ ढिलो भइसक्यो म हातचिला छौ अझै भाबे सिक भएछ छिटाउ न हौ अहिले नै बोल्दै नबोल्ने आज हौ जे म हुन्छ राता मामा ए Another one. त्यही भनेको बहिनी ए रक्षा पोयो केटा हो केटी हो राक्षस हो क्या राक्षस कसमा सोध्छु फेरि पढ्न पनि जान्दा रहेछ नि यार यिनीहरू त आँखा पनि बिग्रेको राक्षस बोजू बाबा फेरि हो Another one. हेलो यो केटा म हाता ल भाइ मुझे मैच बोलाऊ मैच ऑन बोल ना चुट मैच छ न मुझी Another one. हेलो पो यो मैच चुट बोले केटा बच्चा हो छ मामा सिधै चाहिँ कहाँ सर्काएको त रणमती अब विष्णु अब सब केटाहरू आए के गर्ने उसको हातले तिम्रो हातको उसको गर्ने होला नि दुईजना Another one. आज लक्षण छ मामा हेर दुईजनाको हातले दुःख पाउने भयो विष्णु तिमी त कोही आउँदैन अझै Another one. विष्णुको बुढी आयो ओए मलाई केटा छ विष्णुको बुढी हाल्यो हो ए मलाई चिन्छ रे मा पर पोए म चिने मुना अहिले गइले बोल्न जाऊ न अनि के छ एमली दिपिनी अरे के जायो मामा के जायो के जायो पटु हेलो बाबा के Finally. ओए यो के छ मामा ओए ओ एनी बट यसले पालिहाल्ने किन नेपाली हैन को आउँछ तिम्रो टिम कोडीमा रणमती फेरि केटी नेपाल नभए हेलो बोला म हेलो केटा चिट्यो बस बस केटा चिट्यो हेलो केटा चिट्यो हेलो ओइ दाइ मलाई भनेको विष्णु मलाई दाइ भनेको के तिमीलाई हैन थ्यांक यू बहिनी हो र दाइलाई विष्णु दाइ नभन ल बहिनी ओए विष्णु म धेरै सानो हो नि त दादा भन्नु पर्यो नि त ए विष्णु भन्दा कति वर्ष हो र मलाई 22-23 भयो अनि विष्णु कति हो र 24 हो नि विष्णु 23 त हुनु
नजिकको गेम खेल्ने अब? गर्लफ्रेन्डको एक्सको Thanks for watching. Don't forget to like, share, and subscribe.